के कहिले यस्तो भएको छ कि जुन केटीमा तपाईँ इन्ट्रेस्टेड हुनुहुन्थ्यो उसले तपाईँलाई पूर्ण रूपमा इग्नोर गरिदिई तपाईँले उसलाई मेसेज गर्नुभयो, पर्खाइमा बस्नुभयो, तर जवाब आएन। तपाईँ देखिरहनु भएको छ कि ऊ अनलाइन छे, पोस्ट गरिरहेको छे, तर तपाईँको मेसेजको कुनै जवाब छैन। यस्तोमा एकदमै नराम्रो लाग्छ होइन र? तपाईँ सोच्न लाग्नुहुन्छ कि मैले गलत गरेँ, बरु मैले मेसेज नै नगरेको भए हुन्थ्यो। अब रोकिनुहोस् र सुन्नुहोस्, यो समय हो चिजहरूलाई स्टोइक नजरले हेर्ने। आज हामी जान्नेछौँ कि जब कुनै केटी तपाईँलाई इग्नोर गर्छ भने कसरी शान्त, संयम र पावरको साथ रियाक्ट गर्ने र पुरा गेमलाई आफ्नो फेभरमा बदल्ने। नम्बर 1, सच्चाइलाई सम्झनुहोस्। पहिलो कुरा क्लियर गरौँ, जब कुनै केटी तपाईँलाई इग्नोर गर्छ भने यो जरुरी छैन कि ऊ तपाईँलाई घृणा गर्छ। अक्सर यो एक टेस्ट हुने गर्छ। ऊ हेरिरहेको छ तपाईँ कसरी रियाक्ट गर्नुहुन्छ। यदि तपाईँ बढी इमोसनल हुनुभयो, बारम्बार मेसेज गर्न लाग्नुभयो वा रिसाएर केही बोलिदिनु भयो भने उसले जितिहाले। तर यदि तपाईँ शान्त रहनुहुन्छ, कन्फिडेन्ट रहनुहुन्छ र अनअफेक्टेड देखिनुहुन्छ भने तपाईँ जित्नुहुन्छ। यही हो स्टोइसिजमको वास्तविक मिनिङ। अरूले के गर्छन् यो तपाईँको कन्ट्रोलमा छैन, तर तपाईँ कसरी रेस्पोन्ड गर्नुहुन्छ यो पूर्ण रूपमा तपाईँको कन्ट्रोलमा छ। नम्बर 2, डु नथिङ, केही नगर्नुहोस्। जब ऊ तपाईँलाई इग्नोर गर्छ भने के गर्ने त? केही पनि नै हो साथीहरू, केही पनि नै। तपाईँ सही सुन्दै हुनुहुन्छ। न डबल मेसेज, न कल, न कुनै रियाक्सन। यसबाट तपाईँ उसलाई देखाउनुहुन्छ कि उसको बिहेभियरले तपाईँको इमोसनलाई कुनै कन्ट्रोल गर्दैन। तपाईँको मौनता तपाईँको ताकत बनिजान्छ। यही हुन्छ असली पावर, इमोसनल डिट्याचमेन्ट। नम्बर 3, आफूमाथि ध्यान दिनुहोस्। अब ऊ इनर्जीलाई जो तपाईँले उसको बारेमा सोच्नुमा खर्च गरिरहनु भएको थियो फेरि आफूमाथि लगाउनुहोस्। जिम जानुहोस्, आफ्नो गोल्समाथि काम गर्नुहोस्, नयाँ स्किल्स सिक्नुहोस्, पैसा कमाउन लाग्नुहोस्। जब तपाईँ आफ्नो लाइफमा ग्रो गरिरहेको हुनुहुन्छ तब तपाईँ नेचुरली अझ बढी अट्र्याक्टिभ बन्नुहुन्छ। उसलाई लाग्नेछ यो त अब बदलिसक्यो, मेरो पछि लाग्दैन, यो मलाई किन इग्नोर गरिरहेको छ, र यहीबाट पावर सिफ्ट हुन सुरु हुने गर्दछ। नम्बर 4, रिभर्स साइकोलोजी, उल्टो मनोविज्ञान। यदि तपाईँ उसको इगो तोड्न चाहनुहुन्छ भने उसलाई त्यही चिज महसुस गराउनुहोस् जो उसले तपाईँलाई गरेको थिए इग्नोर, तर बिना रिसको साथ, बिना ड्रामाको साथ, शान्तिसँग। सोसियल मिडियामा आफ्नो अचिभमेन्ट्स, वर्कआउट्स या प्रोग्रेस सेयर गर्नुहोस्, तर उसलाई मेसेज नगर्नुहोस्। उसलाई देखाउनुहोस् उसको इग्नोरले, उसको मौनताले तपाईँको जिन्दगीमा कुनै असर पर्दैन। तपाईँ खुसी हुनुहुन्छ, व्यस्त हुनुहुन्छ र अगाडि बढिसक्नु भएको छ। जब तपाईँ चेस गर्न छोडिदिनुहुन्छ तब ऊ आफै तपाईँको पछि आउन लाग्दछ। नम्बर 5, रिजल्टबाट आफूलाई अलग राख्नुहोस्। अब अन्तिम र सबैभन्दा इम्पोर्टेन्ट स्टेप, डिट्याच फ्रम द आउटकम। ऊ रिप्लाई गरोस् या नगरोस्, तपाईँको पिस उही रहोस्। यही हो असल स्टोइक माइन्डसेट। तपाईँको कन्फिडेन्स, तपाईँको भ्यालु कुनै अरूको रियाक्सनमा डिपेन्ड हुँदैन। र तपाईँ जब यो माइन्डसेटलाई अपनाउनुहुन्छ तब तपाईँ सिर्फ एक राम्रो लभर मात्रै होइन, एक पावरफुल व्यक्ति बनिजानुहुन्छ। त्यसैले साथीहरू, अर्को पटक जब कुनै केटीले तपाईँलाई इग्नोर गर्छ भने न डराउनुहोस्, न त पछि लाग्नुहोस्, आफै माथि ध्यान दिनुहोस् र शान्त रहनुहोस्। रियाक्ट नगर्नुहोस्, रेस्पोन्ड गर्नुहोस् स्टोइक जस्तै गरेर। यदि यो भिडियो तपाईँलाई मन पर्यो भने लाइक, सब्सक्राइब र कमेन्ट अवश्य गर्नुहोस्। र याद राख्नुहोस्, तपाईँलाई कसैको भ्यालिडेसनको आवश्यकता छैन, तपाईँ आफैमा पर्याप्त हुनुहुन्छ। मिल्नेछौँ अर्को भिडियोमा, तबसम्मको लागि शान्त रहनुहोस्, फोकस्ड रहनुहोस् र आफूमाथि विश्वास राख्नुहोस्। नमस्कार।